सो हेलो एभ्रिवान गाइज वेलकम टु माई मिनी ब्लग। आज पनि म छोटो मिठो मिनी ब्लग लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु र आज मैले यो मिनी ब्लग बनाउँदै गरेको ठाउँ रहेको छ साउदी अरबियाको रियाद गल्फ क्लब। सो गाइज हामी ढिला नगरी रियाद गल्फ क्लबको मनोरञ्जन दृश्य अवलोकन गर्नतिर लागौँ है त। लेट्स सी रियाद गल्फ क्लब। सो वेल साथीहरू, हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ। हामी अहिले रियाद गल्फ क्लबको आसपास रहेर भिडियो बनाइरहेका छौँ र तपाईँहरूले यो दृश्यमा जति पनि देखिराख्नु भएको संरचना बनाउनको लागि हामी करिब 1.5-2 महिना पहिलेदेखि नै यो ठाउँमा आबद्ध छौँ र हामीले यो एकदम सुन्दर रमणीय संरचनाहरू देखिरहँदाखेरि एकदमै राम्रो, एकदमै आकर्षक देखिरहेका छौँ र यो तपाईँको सेतो कलरको जुन देखिराख्नु भएको छ त्यो मेन चाहिँ गल्फ भनेर चिनिँदो रहेछ यो गल्फ क्लब। यसकै गेमहरू एकदमै हुने गर्दछ यो गल्फ क्लबहरूमा। मैले यो बल टिपिहालेँ र अब हाम्रो यतातिरको एरिया भनेको चाहिँ यो एकदमै यहाँनिर छुट्टै छुट्टै खालको गेमहरू हुने गर्दछ। यसभित्र यो पोस्टरमा देखिराख्नु भएको चाहिँ सबै च्याम्पियनसिप, उहाँहरूले च्याम्पियनसिप पाइसक्नु भएको छ। यो हाम्रो एरिया जति पनि हरियाली देखिराख्नु भएको छ यो चाहिँ हरियो घाँस नभएर कार्पेट पनि हुनसक्छ है साथीहरू, झुक्किनु होला फेरि। र हामी चाहिँ अब अगाडि निस्किन्छौँ। अगाडि जाने क्रममा हाम्रो यो भित्र पनि यो गेम खेल्ने हो, बास्केटबल के यावत गेमहरू हुन्छ। हाम्रो यो यार्ड, हाम्रो कम्पनीको यार्ड, यो बगीहरू जुन यहाँनिर देख्नु सक्नुहुन्छ, तपाईँहरूले देख्नु पनि भयो होला। यो चाहिँ हाम्रो यार्ड, हाम्रो अफिस, यानि कि यो यार्डमा देख्नुभएको जति पनि बगीहरू भाडामा, साथै आफूलाई आवश्यक परे अनुसार हामी यो बगी लिएर जान सकिन्छ। अहिले हामी बाहिर निस्किसकेको छौँ। यो भिलेज ग्राउन्डभन्दा बाहिर यस्तो रहेको छ। यो तपाईँको यो गल्फभित्र चाहिँ यति आकर्षक डिजाइन, यति रोमणीय, यति राम्रो संरचनाहरू बनाइन्छ। यो म भिडियो मार्फत तपाईँहरूलाई भन्न चाहन्छु कि यो फर इक्जाम्पल टेम्पोररी केही यो सो हुनुभन्दा पछाडि र सो हुनुभन्दा अगाडिको लागि मात्र सो जुन यो जति पनि देखिराख्नु भएको संरचनाहरू तपाईँको सो 1 दिन, 2 दिन, 3 दिन, 4 दिन, बढीमा 4 दिन हुन्छ। यो सोको टाइमपछि पूर्ण रूपमा यो जति पनि देख्नु भएको हामीले देखिरहेका संरचनाहरूलाई चाहिँ पूर्ण रूपमा खोलेर भत्काएर सम्पूर्ण संरचनाहरूलाई चाहिँ तसनस बनाइन्छ। यानि कि हामीले बनाउने टाइममा, बनाउने क्रममा यो संरचनाहरू बनाउनको लागि हामीलाई निश्चित टाइम दिएको हुन्छ र यो निश्चित समयभित्र हामीले निश्चित समय अवधिभित्र हामीले यो सम्पूर्ण संरचनाहरू चाहिँ बनाएर
तयारी अवस्थामा राख्नुपर्ने हुन्छ र यो जति पनि गल्फ च्याम्पियनसिप हुन्छ गल्फमा सो हुनुभन्दा अगाडि तयारीमा राख्नुपर्ने हुन्छ। त्यसपछि सोको टाइम सकिएपछि फेरि पनि टाइमिङ दिन्छ। त्यसमा जति पनि बनेको संरचनाहरूलाई 1 महिना 15 दिन त्यस्तै टाइम अनुसार 2 महिना टाइम अनुसार तपाईँको सम्पूर्ण संरचनाहरूलाई चाहिँ खोलिसकेर आफ्नो सामानहरू सबै यस गल्फ एरियाबाट चाहिँ सफा क्लियर हुनुपर्छ। तपाईँले देखिरहनु भएको यो दृश्यमा एकदम मरुभूमिको ठाउँमा तपाईँले सोच्नुभयो कसरी हरियाली भयो होला। यो हरियाली बनाउनको लागि कति खर्च गरेको छ होला गल्फ क्लबले। हेर्नुहोस् त एकदम हरियाली सुन्दर यस्तो मरुभूमिको ठाउँमा तपाईलाई के लाग्छ? सल्लाह सुझाव दिनु होला है भिडियो हेरेर कमेन्ट मार्फत। हामीले चाहियो भने नि हामी यो गर्नुपर्छ है। यो चिजमा चाहिँ हामीले फोकस दिनुपर्छ है भनेपछि यतिसम्म चाहिँ गर्न सकिने रहेछ है भनेर यो भिडियोले पनि सन्देश दिन्छ हामीलाई। अब चारैतिर मरुभूमि, चारैतिर यो रम्बलको बिचमा हरियाली हुनु भनेको त एकदमै अनौठो चिज होइन। देख्न सक्नुहुन्छ, तपाईहरूले पनि अवलोकन गर्न सक्नुहुन्छ। हाम्रो देश नेपाल भनेको प्रकृतिले एकदम भरिपूर्ण हरियाली। हामीले चाह्यौँ भने नहुने चिज केही पनि छैन। सो साथीहरू, हामीले यहीँबाट पनि उदाहरण लिन सकिन्छ। यस्तो मरुभूमिमा यतापट्टि हरियाली मात्रै नभएर पोखरी पनि बनाइएको छ कृत्रिम। यो कुनै पनि नेचुरल होइन, यो सबै कृत्रिम बनाइएको। हामीले चाहने हो भने, हामीले चाह्यौँ भने सायद कुनै पनि असम्भव छैन जस्तो लाग्छ मलाई। र हेर्नुहोस्, यहाँनिर जति पनि बोट बिरुवाहरू हामीले देखिरहेको छौँ सबै वृक्षरोपण। यो नेचुरली होइन, यो प्रकृतिले दिएको होइन। प्रकृति यो यसलाई नेचुरल प्रकृति देन भनिँदैन यसलाई। सबै कृत्रिम वृक्षारोपण गरेर यसको लागि पानी मलजल व्यवस्थित गरिएर व्यवस्थापन भएको छ, देख्न सक्नुहुन्छ। अनि यो हाम्रो स्टेज जस यहाँनिर ग्राहकहरू आएर, दर्शकहरू आएर रमाइलो
यो पूर्ण रूपले टेम्पोररी। र हामीले यो जुन समुद्रको किनारा नजिकै एउटा गाडी देखिन्छ, यो हाम्रो रिवार्ड, यो अवार्ड, यो चाहिँ गल्फ क्लबले राखेको अवार्ड। यो कसले जित्छ त्यो चाहिँ थाहा छैन। हामी यहाँ किनारा नजिकै पनि छौँ। हामीले अवलोकन गर्ने क्रममा आज धेरै नै चिजहरूको अवलोकन गरिरहेका छौँ। यहाँ देख्न सक्नुहुनेछ यो नेचुरल्ली प्राकृतिक रूपले नभए पनि यो कृत्रिम हामी मानिसले आफैले बनाएर भए पनि यहाँ हामीले देख्न सक्छौँ माछा। एकदमै धेरै माछाको सङ्ख्या चाहिँ एकदमै धेरै नै हामीले यो दृश्यमा चाहिँ अवलोकन गर्न सकिन्छ, देखिराखेका छौँ हामीले। यो माछा पक्कै पनि यो नेचुरल्ली होइन, यो हामीले आफैले बनाएर हाल्दाखेरि पनि यति साह्रो हुने रहेछ। साथै नजिकै हामीले अर्को के चिज देख्न सक्छौँ भने हाँस पनि रहेको छ यहाँनिर। यो हाँस पनि सायद कुनै ठाउँबाट किनेर राखिएको अनुमान गरेँ मैले। यो पक्कै पनि यो यहाँनिरको लोकल नहुन सक्छ भन्दै आज हामीले एकदमै धेरै चिजबिजहरूको अवलोकनसँगै विश्लेषण गरियो। तपाईँहरूलाई मेरो भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव पनि दिइराख्नुहोला कमेन्ट मार्फत। र तपाईँहरूको समक्ष म आज चाहिँ बिदा हुन चाहन्छु। अर्को यस्तै भिडियो लिएर उपस्थित हुनेछु भन्ने बाचाको साथ आजको लागि चाहिँ म तपाईँहरू सामु बिदा माग्न चाहन्छु। हस्त, बाई बाई, ह्याभ अ गुड डे।